देश तथा विदेशबाट मेरो युट्युब च्यानलको भिडियो हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूमा म कार्यक्रम प्रस्तुता वीरेन प्रधानको तर्फबाट न्यानो अभिवादन साथै नमस्कार टक्राउन चाहन्छु। स्वीकार गरिदिनुहोला। आदरणीय दर्शक महानुभावहरू, आज म फेरि पनि धेरै लामो समयपछि यहाँहरू माझ छोटो भिडियो अडियो लिएर उपस्थित हुने जमर्को गर्दैछु। आशा छ यहाँहरूले यो भिडियोलाई पनि अधिक रुचाइदिनुहुनेछ। भिडियोलाई झर्को नमानी अन्तिमसम्म हेरी मन परे लाइक कमेन्ट सेयर पनि गरिदिनुहोला। यदि हजुरहरू कोही पनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानल वीरेन अफिसियल भिजनलाई सब्सक्राइब गर्न नभुलिदिनुहोला। आदरणीय दर्शक महानुभावहरू, म आज यहाँहरूलाई सानो अर्थात् छोटो पृथक भिडियो देखाउने प्रयासमा छु। हो दर्शक महानुभावहरू, यो सिउ सिटी अन्तर्गत हिङमासान पहाडी झरनालाई मुख्य दृश्य बनाई यो भिडियो यहाँहरू माझ पस्किने जमर्को गर्दैछु। सबैभन्दा पहिले यो झरनासम्म पुग्नको लागि ट्रेनको 7 नम्बर लाइन चढी हिङमासान झरेर 1 नम्बर गेटबाट बाहिर आउनुपर्ने हुन्छ। त्यसपछि सिधै उकालोतर्फ मोडी लगभग 325 मिटर उकालो चढिसकेपछि यस हिङमासान पहाडी झरनालाई देख्न सक्नुहुनेछ। हेर्दामा अति सुन्दर मोहनमोहक दृश्यले सबै आगन्तुक मानिसहरूको मनै प्रफुल्ल हुने गर्दछ। आदरणीय दर्शक महानुभावहरू, यहाँ स्थित धेरै कुराहरू त देख्न सकिन्न, तर यस क्षेत्रमा एक ठुलो जङ्गल र यसै जङ्गलबीच विभिन्न खेल्न र हेर्नको लागि बनाएको दृश्यले नै यो हिङमासान झरनाको विशेषता झल्काएको देख्न सकिन्छ। वरिपरि पहाड जङ्गल, यसै जङ्गलभित्र एउटा सुन्दर झरना, यसै झरनालाई केन्द्र बनाई आउनुहुने आगन्तुक मानिसहरूको भिड लाग्ने गर्दछ। हेर्नलाई यो स्थान अति सुन्दर रहेको छ। हजुरहरू पनि आउन मन छ भने एकपल्ट अवश्य यो हिङमासान झरना भ्रमण गरिदिनुहोला। प्राकृतिक र मानव दुवै मिलेर संयोजनमा बनेको यो स्थान हेर्नलाई अति सुन्दर र रमाइलो पनि छ। आदरणीय दर्शक महानुभावहरू, यहाँहरूले झरनाको मुनि एउटा सानो राउन्डिङ देख्न सक्नुहुनेछ। यो राउन्डिङ दर्शक श्रोताबिनहरूलाई फोटो खिच्नको निम्ति बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ र यहाँका आयोजक टिमहरूले बताए अनुरूप यस स्थानमा जानको निम्ति समय कुर्नु पर्ने हुनेछ। यो बेला मौकामा मात्रै खोलिने रहेछ, त्यसै कारणले समयलाई मध्यनजर गरेर मात्र जानुहोला। हवस् त दर्शक महानुभावहरू, अन्तमा जाँदा जाँदै यहाँहरूलाई यो भिडियो के कस्तो लाग्यो तल रहेको कमेन्ट बक्समा प्रतिक्रियाहरू राखिदिनुहोला। मन परे लाइक कमेन्ट सेयर गरी भिडियोलाई अन्तिमसम्म हेरी सहयोग पनि गरिदिनुहोला।